मित्रहरू यो धरान बिचमा अवस्थित विष्णु पादुका मन्दिर। आदरणीय मित्रहरू, धरान बिचमा अवस्थित अति नै प्राचीन ऐतिहासिक मन्दिर विष्णु पादुका मन्दिर हो। यो हाम्रो मुलुक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मूल्य मान्यतामा आस्था राख्दछ। आदरणीय मित्रहरू, यो विष्णुको पाउ भनाइन्छ। हामीसँग एकजना यस मन्दिरका विष्णु पादुका मन्दिरका एकजना पुजारी बाजे हुनुहुन्छ। बाजे, स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। जय कल्याण। यो विष्णु पादुकाको बारेमा यसो यहाँले बुझे अनुसारका कुराहरू भनिदिनुहोस् न। यो विष्णु पादुका चाहिँ हाम्रो पुर्खा भुइँफुटा धामी थिए अरे। अनि गाउँमा चिन्ता बस्नु जाँदाखेरि चाहिँ विष्णु भगवानले धाप मारेर कम्प दिएर फल्ना ठाउँमा विष्णुको पाउ पुरिएर बसेको छ, निकालेर पूजा गरे भने विश्वको कल्याण होला भनेर धामीले बताएर अनि भोलिपल्ट चिन्ता धन्दा सकेपछि 4-5 जना आएर 1970 सालमा स्थापना गरी पूजा आर्जना गर्नुभएको हो। जय कल्याण, धन्यवाद। आदरणीय मित्रहरू, यो स्थानीय विषयको जानकारी दिने क्रममा आज धरान उपमहानगरपालिका बिचमा अवस्थित अति नै प्राचीन ऐतिहासिक मन्दिर विष्णु पादुका मन्दिरको प्राङ्गणमा उपस्थित रहेर मैले यहाँको विषयवस्तुबारे जानकारी विक्रम सम्वत 1970 सालमा धरान उपमहानगरपालिकादेखि पश्चिम दिशामा बसोबास गर्दै आउनु भएको स्वर्गीय लक्ष्मण तामाङ धामीले पत्ता लगाउनु भएको स्थानमा सबै छरछिमेक भेला भएर जग्गा उत्खनन गर्दा श्री भगवान विष्णुको पाउको निशान भएको शिला फेला पारी उक्त स्थानमा मन्दिर स्थापना गर्न जग्गा छुट्याई स्वर्गीय लक्ष्मण तामाङ धामीले पूजा अर्चना गर्दै आउनु भएको थियो। उहाँको मृत्यु पश्चात निजको छोरा स्वर्गीय जसमान तामाङले पूजा अर्चना गर्दै आउनु भएको थियो र उहाँको मृत्युपछि छोरा स्वर्गीय चतुर्मान तामाङले पूजा अर्चना गर्दै आउनु भएको थियो। निज चतुर्मान तामाङको छोराहरू उक्त मन्दिरको संरक्षणको रूपमा कार्यरत हुनुहुन्छ। जेठा छोरा इमान सिंह तामाङ, माइला छोरा शुक्रबहादुर तामाङ, काइला छोरा स्वर्गीय जहान सिंह तामाङ हुनुहुन्छ। हाल श्री विष्णु पादुका मन्दिरको पुजारी इमान सिंह तामाङ हुनुहुन्छ।